बाढी पीडितलाई देश विदेशबाट सहयोग गर्नेको ओइरो बालेन सरकारको खातामा कति जम्मा भए त? रसुवा र नुवाकोटमा बाढीले वितण्डा मचाएर सिङ्गो नेपाल शोक र सङ्कटमा डुबेको बेला देश विदेशका लाखौं मानिसहरूले काँधमा काँध मिलाएका छन्। प्रधानमन्त्री कोषमा 24 घण्टामै 2.5 अर्ब रुपैयाँ जुटेको छ। यो महाविपत्तिमा विश्व बैंकले 25 अर्ब सहायता सुनिश्चित गर्दा भारतबाट 10 टन राहत सामग्री र अमेरिकाबाट 6.5 करोड सहयोग आएको छ भने स्वदेशबाट ग्लोबल आइएमई बैंकले 5 करोड, गोल्छा ग्रुपले 1.5 करोड, एनसेल र एक्सट्रिम इनर्जीले 1-1 करोड तथा डाक्टर ओम मूर्ति अनिलले 5 लाख दिएर ठूलो मन देखाएका छन्। संकलित सबै राहत सेनाका ब्यारेकबाट 22 वटा हेलिकप्टर मार्फत सिधै पीडितको हातमा पुर्याइँदै गर्दा अब हामी आम नेपालीले पनि आफ्नो एक छाक काटेरै भए पनि विपत्तिमा परेका दाजुभाइको आँसु पुस्न सरकारी कोषमा सक्दो सहयोग गर्नुपर्ने बेला आएको हो।